आज चाहिँ है दसैँको आउनुभन्दा अलिक अगाडिको दिन हाम्रो यहाँ चाहिँ पूजा हुन्छ हो। पूजा गर्दैछु। अब भरेदेखि क्यापासुङ गर्नुपर्ने हुन्छ भट्टाभट। यो चाहिँ हर्षदी पूजा हुन्छ माथि डाँडामा है हामी जाँदैछु हाम्रो। ल यहाँ रहेछ ठ्याक्कै हाम्रो पूजा। पूजा चाहिँ उहाँ हो ठ्याक्कै हाम्रो आगो भने यो गर्छ भने त खोइ गर आइज पहिला मलाई अनि भने अब चाहिँ सिक्ने हो क्या यस्तो फ्रेसमा चाहिँ हो नि त। त्यति होला भनेर तपाईँको ल हाम्रो यता मैलाबडा हो, यता मैलाबडा, यता आगो। यो चाहिँ गोले परिवारको चाहिँ आज चाहिँ हाम्रो चाहिँ परम्परागत पुर्खा दिन मान्दै आएको यो हाम्रो यो है हर्षदी पूजा भन्छौँ होइन आगो। त्यसलाई त हामीले त यो पूजाको बारेमा एकताल भन्नु त ट्याक्कै। हरसिद्धि ओमको देवी हजुर हरसिद्धि ओमको देवी हो। हो हरसिद्धि ओमको देवी हो। सीता एकदम देवी भन्छ होला है। हजुर। अन्त यो अब नवरात्रको पूजा भयो। हजुर नवरात्रको पूजा है। नवरात्रको अब भरेदेखि घरको पूजा। भरे दिन हाम्रो चाहिँ फेरि क्यापासुङ तपाईँहरूलाई अघि नै मैले सर्वप्रथम भनिसकेँ तोर्माबाटै सुरु हुन्छ हाम्रो। को हो यो? को हो यो त हाम्रो तपाईँले के भन्छ भरे तपाईँको मोबाइलमा आउँछ नि। त्यहाँ पनि म देखेँ नि मान्छे हो। यो भरे मोबाइलमा आउँछ भरे। यो चाहिँ हाम्रो यस्तो छ यो विभिन्न स्टेसन हाम्रो यता हाम्रो नाक है आगो नाक है अलग्गै चिनिन्छ त नाकको सलाम कति हेर्ने नाक यता हाम्रो त्यो संसारीहरू छ। पहिला चाहिँ हामी चाहिँ पुर्खा पहिला हाम्रो 3 पुस्ता अगाडिकोले चाहिँ यहाँनिर चाहिँ फेरि तिते पनि खाने गर्थ्यो है। हिजो चाहिँ हामीले त्यसलाई चाहिँ छोडेका छौँ किनकि होइन आगो त्योहरू पनि थियो। फलफुलले पूजा गर्छौँ एकदम। यो चाहिँ भतिजो हजुर हाम्रो को हो भन्दैछ बडालाई को हो भन्दैछ बडाले सोध्दैछ तपाईँहरूले यो चिन्नुहुन्छ होला को भन्दैछ। यहाँबाट चाहिँ तपाईँहरू चाहिँ यसो सुटिङहरू गर्नु मन छ भने आउँदा हुन्छ है। फेरि यहाँ चाहिँ हाम्रो चाहिँ घर माथिको हो कि यो गोले टोलदेखिको चाहिँ तपाईँको ठ्याक्कै माथिको डाँडा। यहाँबाट चाहिँ तपाईँले चाहिँ भ्यू पोइन्ट चाहिँ यस्तो के हेर्नु त तपाईँले सियोनदेखि लिएर इन्डियाको तपाईँको भागहरू हेर्नुहुन्छ नि यतातिर देख्ने पारी चुचुरा इन्डिया हो है वेस्टबङ्गालहरू है। यता हाम्रो भतिज केटाहरू भर्खर केटाहरू भित्रेको हो स्वदेश वैदेशिक रोजगारबाट आएको केही दिन मात्रै भइसकेको छ हो। अनि यो गोले टोल चाहिँ है यो तलको देखिरहेको छ नि टक्कै देख्नुभयो नि। अनि एकदम राम्रो छ नि त। यो अलिकति चाँपको बोटले छरेको थियो त्यो माथि चाहिँ उर्गिन खेलुङ गुम्बा भन्छ है 3 खुटे गुम्बा। अनि तपाईँले पारी यो धुप्पीको टुप्पाबाट उता देख्दैनुहुन्छ त्यहाँनिर हाम्रो फिक्कल सिधै पर डाक्टे डाँडा मूर्ति डाँडा है त्यो डाँडाहरू छ है। यता कन्याम त तपाईँलाई जहिले त्यसले यस्तै छ है भ्युज चाहिँ हाम्रो चाहिँ है। हाम्रो चाहिँ ठाउँ यस्तै छ। तपाईँहरूलाई स्वागत छ है आउनुहोस् है। कसै तपाईँहरू कहाँ त्यो घुम्नु आउनुहोस् यो चियाबारीमा आएर तपाईँहरू कस्तो खालको गीतको चाहिँ तपाईँहरूको कस्तो खालको फिल्मको सुटिङ गर्नु मन छ। चियापत्ती मुनि हेलो आउँदैछ हाम्रो भतिज त स्कुल जाँदा तल यसलाई जुम गरेर देखाउनु पर्ने हुन्छ तर जुम गरेर हेर्नु होला है फेरि है। हेर्ने मान्छेले जान्नु पऱ्यो है। हजुर मोटे भाइ हो यहाँ हाम्रो आगो टक्क दन बोलिरहेछ है। अब चाहिँ पूजा सुरु यता पूजा सुरु भयो। अब पूजा सुरु हुन्छ है। आज चाहिँ हाम्रो पूजाको कार्यक्रम हुँदैछ। हाम्रो सनम होइन निप्दैन होला निप्दैन लाउँछ यसले सेलिन्न तेल लाउनु संसारीमा एकदम सात समुद्र पारिदिने होइन। अनि हाम्रा विभिन्न देवी देउरालीहरूको लागि हामी गोले परिवारबाट एकदम ढुकढाक गर्दै पूजा गर्दैछौँ हामी आज एकदम सब परिवार गोले सन्तानमादेखि लिएर छरछिमेक इष्टमित्र सबैमा दाहिने होस् होइन। केही पनि यस्तो नआओस्। यो सुरु गर्ने
कट्टे